यसो अहिले चाहिँ म फर्केँ यहाँबाट। यसो यसको भिडियोको क्वालिटी चाहिँ मैले चेक गर्न खोजेको। यसको चाहिँ जस एकदम राम्रो आइरहेको छ। अनि पारी चाहिँ उता मेला एकदम लागेको छ। अनि मेला चाहिँ आज चाहिँ सिद्धि होला सायद। अनि देख्न सक्नुहुन्छ अब चाहिँ म थापाचोरमा आइपुगेँ। अनि त्यही हो, भ्लग चाहिँ धेरै बनाहालेको। त्यही भएर आज चाहिँ मैले चाहिँ DJI-को गोप्रोबाट चाहिँ मैले भिडियो बनाउँदैछु। अनि यो चाहिँ दरबाङ बजार हो, देख्न सक्नुहुन्छ। ट्याक्क लाएर जस राम्रो छ यता दरबाङ बजार। अनि यता माथि नि भ्यू पोइन्ट छ, माथि नि ठिक छ। म्याग्दी खोलाहरू सर आएको छ, देख्न सक्नुहुन्छ दरबाङ बजार। ल त्यही हो, यस खुसी लाग्छ क्यामेराबाट भ्लग गर्नको लागि चाहिँ। यो चाहिँ DJI-को एक्सन 5 प्रो भन्ने हो क्या। यसको प्राइस चाहिँ समथिङ के छ डोस। यो चाहिँ DJI-को 5 प्रो भन्ने चाहिँ हो। यो चाहिँ यसको चाहिँ गोप्रो जस्तै हो। यो चाहिँ एकदम सेम। यसलाई चाहिँ 75,000 चाहिँ पर्यो। यस आमा पुलमा बाइक हिँड्नेको देख्न सक्नुहुन्छ। यो चाहिँ दरबाङ बजार हो, तर लाएर देख्न सक्नुहुन्छ। म चाहिँ उताबाट घुम्छु आज भर्खर चाहिँ। तलबाट चाहिँ मैले क्यामेरा क्वालिटी चेक गरेको। यस्तो राम्रो तल। यो चाहिँ हाम्रो चर्च हो, देख्न सक्नुहुन्छ तल चर्च। यस क्वालिटी राम्रो आएको छ होला। मैले चाहिँ पहिला आइफोनबाट गर्थेँ, अहिले चाहिँ हाम्रो यो क्यामेरा चाहिँ DJI-बाट मैले चाहिँ अहिले भ्लग बनाएको। जस यसको वाइड एङ्गलहरू चाहिँ एकदम राम्रो आन्छ। अनि यस्तै छ दरबाङ बजार। सर एक राउन्ड हानिदिएको क्या। यसको क्वालिटी चेक गर्न कस्तो छ। याद लाएर यस्तै छ बाटो। ल अङ्कल नमस्कार है त। अहिले चाहिँ दरबाङ बजारमा प्रस्थान गरिसकेँ म। बोल्नै गाह्रो हुन्छ त यहाँ त। यस ठिक छ है यसको क्वालिटी चाहिँ। ल अहिले चाहिँ म घर आइपुगेँ। माथि चाहिँ कामहरू भइरहेछ, माथि ढलनको। यस अहिले ढलन गर्ने भनेर। यो चाहिँ दरिलाल दाईको बाइक हो। अनि कस्तो आएको छ क्वालिटी भनिदिनु होला है त DJI-बाट। अनि म चाहिँ अहिले यता दाईकोमा झाँदैछु। क्वालिटी चाहिँ राम्रो आयो जस। ल कस्तो आयो यसो प्रतिक्रिया दिनु होला यही भन्न चाहन्छु। म चाहिँ अहिले यहाँ दरिलाल दाईको अफिसमा छु। अनि दाई ओ सर कहाँबाट हो तपाईँ? एक्कासी मेरो अफिसमा आज सन्चै हुनुहुन्छ? एकदम सन्चै छु नि। अनि जस आज चाहिँ DJI-को 5 प्रो नि हो नाम, एक्सन 5 प्रोबाट मैले भ्लग गरेको दाईकोबाट। अनि जस राम्रो क्वालिटी आउने रहेछ दाई हजुरको क्यामेराबाट। खुसी लाग्यो। ल थ्याङ्क यू है। ओके बाई बाई भनिदिनुहोस् त। बाई।